नमस्ते सबैजनालाई एन्ड वेलकम टु माई च्यानल। आज हामी सिक्न जाँदैछौँ इ ख्योसी र ना ख्योसी। जापानी भाषामा इ ख्योसी र ना ख्योसी दुई प्रकारका विशेषणहरू हुन्छन्। यी विशेषणहरूले संज्ञाको विशेषता बताउने गर्दछन्। अब हामीले यसलाई सरल रूपमा बुझ्दै जाउँ। इ ख्योसी भनेको के हो त भन्दाखेरि यी विशेषणहरू ईमा समाप्त हुन्छन् र स्वतन्त्र रूपमा प्रयोग गर्न सकिन्छ। जस्तै कि यसको एक्जाम्पलतिर जाउँ। लास्टमा यदि इ आउँछ भने यसलाई चाहिँ इ ख्योसीमा लिन्छ है। अपवादहरू छन् तर अपवाद बाहेक अरू सबैलाई हामीले लास्टमा कुनै पनि एक्जेक्टिभको पछाडि इ आउँछ भने चाहिँ विशेषणको पछाडि इ आउँछ भने त्यसलाई चाहिँ हामी इ ख्योसी भनिन्छ। यो हेर्दाखेरि चाहिँ एकदम सिम्पल छ तर धेरैजना कन्फ्युज हुनुपर्ने यसैमा हो। सधैँ अन्त्यमा सधैँ इ हुन्छ। सिधै नाउन अगाडि राख्न सकिन्छ। क्रियामा परिवर्तन गर्दा इलाई हटाएर रूप परिवर्तन गरिन्छ। आचुई हिदेस, यसमा चाहिँ हि भनेको चाहिँ यहाँ संज्ञा भयो। कस्तो दिन त भन्दाखेरि गर्मी दिन। यसले चाहिँ नाउनलाई डिस्क्राइब गर्ने काम गर्दछ कि, जस्तै कि संज्ञालाई डिस्क्राइब गर्ने काम गर्दछ। यहाँ चाहिँ मानवमा योरु भयो। योरु भनेको त रात भयो नि त। हामी थर्ड एक्जाम्पलतिर रिङ्गो भनेको छ यहाँ स्याउ। कस्तो स्याउ त भन्दाखेरि ओइसी भनेर जनाएको छ। यसले चाहिँ कस्तो विशेषतालाई जनाएको छ नि त। स्याउ कस्तो भनेर भन्दाखेरि स्वादिलो। नेक्स्ट छ हाम्रो ना ख्योसी, ना विशेषण पनि भनिन्छ। यी विशेषणहरूलाई संज्ञा अगाडि आउँदा ना जोडिन्छन्। अन्त्यमा ना राखेर संज्ञासँग जोडिन्छ। शब्दहरू प्राय ईमा समाप्त हुँदैनन्। क्रियामा परिवर्तन गर्दा ना हटाइन्छ। जस्तै कि सिजुकाना भनेको चाहिँ सिजुकाना भनेको चाहिँ शान्त। कस्तो सहर भन्दाखेरि सिजुकाना भनेको शान्त। अघि हामीले चाहिँ अब मानव अहिले हामीले चाहिँ के पढेको थियौँ त भन्दाखेरि लास्टमा यदि इ आउँछ भने त चाहिँ इ ख्योसी भनेको थियो। तर जुन चाहिँ नाउनको अगाडि यो संज्ञाको अगाडि आउँदाखेरि हामीले चाहिँ ना एड गर्नुपर्छ। अब हामीले चाहिँ यहाँ यसको उदाहरणहरूतिर जाउँ। जस्तै कि अब यसमा भनेको छ सिजुकाना माची देश भनेर आयो भने चाहिँ माची भनेको त नाउन हो। हामीले ख्योसीमा चाहिँ डाइरेक्ट ना आउँदैन कि लास्टमा। जस्तै कि सिजुका भनेको छ का भनेको आउन सक्छ। किरै भनेको यो अपवाद भयो। युमै भनेको नि यो अपवाद भयो। यो कुराहरू चाहिँ बुझ्नुपर्ने हुन्छ। किरै र युमै चाहिँ अपवादहरू हुन् है। यसको लास्टमा चाहिँ इ आएको छ, त्यही पनि हामीले यसलाई ना ख्योसी भन्नुपर्ने हुन्छ। अब जस्तै कि यो हेर्नुहोस् है, हाना भनेको त फुल हो। फुललाई डिस्क्राइब गर्दाखेरि किरै भनेको छ। किरै नाउनको अगाडि आउँछ भने हामीले ना एड गर्नुपर्छ। यो ना ख्योसीमा चाहिँ इ ख्योसीमा चाहिँ डाइरेक्ट इ मात्र हुन्थ्यो अनि नाउन आउँथ्यो। यो ना ख्योसीमा चाहिँ फरक यति मात्र हो कि हामीले ना एड गर्नुपर्छ है। ना ख्योसी इ ख्योसीमा चाहिँ लास्टमा इ आउँछ। ना ख्योसीमा चाहिँ यस्तो काहरू यिनीहरू आउनु गर्दछ है। अब यसको हाना भनेको नाउन भयो। किरै ना भनेको चाहिँ विशेषण भयो है। अब नेक्स्ट थर्ड एक्जाम्पलतिर जाँदाखेरि चाहिँ युमेना गाकुसेई भनेको प्रसिद्ध विद्यार्थी। गाकुसे भनेको नाउन संज्ञा भयो। युमे भनेको विशेषण भयो। यहाँ चाहिँ विद्यार्थीलाई डिस्क्राइब गरेको छ। कस्तो विद्यार्थी त भन्दाखेरि प्रसिद्ध विद्यार्थी भनेर डिस्क्राइब गरेको छ। अब इ ख्योसीको सेन्टेन्सको एक्जाम्पलतिर जाँदाखेरि कोनो रिङ्गो वा ओइसी देश भनेको छ। यो स्याउ स्वादिलो छ। कसरी आयो त इ ख्योसी भनिन्छ भने रिङ्गो भनेको नाउनलाई डिस्क्राइब गरेको छ कि यो स्याउ स्वादिलो छ भनेर डिस्क्राइब गरेको छ इ ख्योसीले है। र आनो हेया वा थाकाइ देश, यो पहाड आनो हेया वा थाकाइ देश, त्यो पहाड अग्लो छ। यहाँ चाहिँ थाकाइ भनेको अग्लो भनेर यामालाई डिस्क्राइब गरेको छ। अब हामी जाम नेक्स्ट
नाख्योशीमा कोरेवा सिजुकाना हेया देश। हेया भनेको कोठा, कस्तो कोठा त भन्दाखेरि सिजुकाना भनेको शान्त भनेर भने। यहाँ पनि हामीले नाख्योशीको युज गरेको छ है, हेर्नु है। हेया भन्ने बित्तिकै नाउन आयो, नाउनको अगाडि जहिले नि एक्जेक्टिभ हुन्छ नाख्योशीमा, अनि हामीले जहिले नि ना एड गरेर सेन्टेन्समा लेख्नुपर्ने हुन्छ। एकदम इम्पोर्टेन्ट है यो चाहिँ एकदम। वातासी नो तोमोदाची वा युमेना सेन्सेई देश। मेरो साथी प्रसिद्ध शिक्षक हो। कसरी डिस्क्राइब गरे त भन्दाखेरि सेन्सेई भनेको नाउन भयो, युमेई भनेको युमेइना भनेको चाहिँ प्रसिद्ध भनेर डिस्क्राइब गरेको। सेन्सेईलाई डिस्क्राइब गर्दाखेरि प्रसिद्धको प्रयोग गरिएको छ। अनि नेक्स्ट जाउँ हामी किरेइना हानागा सुकी देश। हाना भनेको फुल, फुललाई डिस्क्राइब गर्दाखेरि किरेइना भनेर डिस्क्राइब गरेको छ। मलाई राम्रा फुलहरू मनपर्छ भनेको छ है यो सेन्टेन्स चाहिँ। इख्योशी र नाख्योशी चाहिँ हाम्रो यतिमा सकियो। अब यसको चाहिँ पास्ट फर्महरू पनि छ, काता फर्म, पास्ट नेगेटिभ फर्महरू पनि छ। त्यो चाहिँ नेक्स्ट भिडियोमा आउँछ। त्यसको लागि चाहिँ हाम्रो नेक्स्ट भिडियोहरू हेर्नु होला। र थ्याङ्क यू फर वाचिङ। प्लिज डु सब्सक्राइब, लाइक एन्ड सेयर।